तपाईँ छक्क पर्नुहुन्छ शब्द एउटा तर यति धेरै तरिकाबाट प्रयोग हुन्छ भनेर। कुन शब्द होला गेस गर्नुस् त। तिम्रै माया लाग्छ बरिलै अब त पक्कै थाहा पाउनुभयो। यी क्लिपहरूमा बरिलाई भन्ने शब्द दुई तरिकाबाट प्रयोग भएको छ। पहिलो लै बरिलाईको रूपमा यो क्लिप, अझै एकदम पुरानो र चर्चित त यो छ, गाउँका केटी सबैलाई। लै बरिलाईको खास अर्थ भने छैन, त्यसैले यस्ता धेरै गीतहरूमा यसलाई लय, ताल, मिठास र भाव बढाउनुको साथै गीतका शब्दहरू जोड्न प्रयोग गरिन्छ। जस्तै यो अर्थ शब्दको दोस्रो प्रयोगमा लै बरिलै नभनिकन बरिलै मात्र भन्दा चाहिँ यसले गहिरो भाव जनाउँछ। यसमा बरिलाई शब्द कसैको दुःख प्रति दयाभाव प्रकट गर्न प्रयोग गरिएको छ। बरिलाईका विभिन्न स्वरूपहरू छन्। यो चर्चित गीत यस गीतमा जस्तै लोकगीतहरूमा र प्राय जसो महिलाहरूको इच्छाहरूको सम्झनाको रूपमा बरिलाई प्रयोग हुन्छ। यो सँगसँगै बरिलै शब्दलाई गीतहरूको भावनात्मक मिठास दिन प्रयोग गरिएको यो अर्को गीत। यो गीत सुन्दा रमाइलो लागे पनि यसभित्र बरिलाई शब्दले कसैको याद आउँदाको पीडा बोलेको छ। यी त भए बरिलै र लै बरिलाई, यी दुई बाहेक पनि यसका अरू विभिन्न रूपहरू छन्। यो सुन्नुस्। यो भयो लरिलै। अबको गीतमा फेरि अर्को रूप छ। बाहेक अरू रूपहरू पनि होला, तपाईलाई थाहा छ भने लेख्नुस् है। र बरिलै शब्द सुन्दा तपाईलाई सबभन्दा पहिला कुन गीतको याद आउँछ कमेन्ट पक्का गर्नु है।